हिमालको टुप्पोको गुफामा एउटा सानो यति बस्थ्यो। ऊ गाउँतिर हेर्थ्यो जहाँ मानिसहरू खुसी साथ जीवन बिताइरहेका हुन्थे। तर ऊ गाउँतिर जान डराउँथ्यो। एक दिन यतिले नजिकैको बरफमा सानो कुकुर लडेको देख्यो। त्यो कुकुर चिसोले कापिरहेको थियो। यतिले उसलाई आफ्ना गुफामा लगेर तातो दूध खुवायो र माया गर्यो। बिस्तारै कुकुर ठीक हुन्छ र एक दिन गाउँतिर दौडन्छ। यति डराउँदै उसको पछाडि लाग्छ। उनीहरू गाउँ नजिक पुग्छन्। बिस्तारै गाउँ छिर्दै गर्दा मानिसहरूले अचम्मित भएर हेर्छन्। यतिको मुहारमा डर छ, तर कुकुर खुसी साथ उफ्रिरहेको हुन्छ। एक सानी केटी अघि बढ्छे र यतिलाई अङ्गालो हाल्छे। उसले यतिको आँखामा डर होइन, माया देखेकी हुन्छे। गाउँलेहरू अब हाँस्न थाल्छन्। उनीहरू बुझ्छन् यति मायालु छ। त्यो दिनदेखि यति गाउँमै बस्न थाल्छ। उसले कुकुरसँग खेल्छ, बालबालिकासँग हाँस्छ र मानिसहरू उसलाई परिवार झैं माया गर्छन्। सबै मिलेर खुसी साथ बस्छन्। यतिको लागि एउटा लाइक र सब्स्क्राइब गर्नुहोला।